पैसा तिर्दैन हामी सिधा कुरा हो पैसा दिनु कपडा किन छोड्ने हो र हामीले चाहिँ कपडा दिने धुन दिएको कपडाहरू हामीले कलेक्ट भयो भनेपछि कसरी दिने हामी पैसा भाइ त कपडालाई धुन्न लिएर आयो कपडा लन्ड्रीमा चलाएर भिडियो खिच्न मिल्छ नि कति छ 3 केजी रहेछ 450 400 गर्न मिल्दैन 1 केजीको त 100 भन्नु भएन 5 किलो हुन भने चाहिँ 120 120 अस्ति त अनि सोद्धाखेरि त 1 केजीको 100 भन्ने हुन्थ्यो त अनि 5 किलो हुँदा माथि 5 हो मैले अस्ति सोधेँ भने तपाईँलाई 100 मा गरिदिनु न त आन्टी आज एक दिन हुँदैन 5 किलो तपाईँ लु फुकाले मात्र पाँच केजी माथि हो त्यसो बेलुका आएर पेमेन्ट गर्दा हुन्छ होला नि हुन्छ 450 भएछ 400 मा गरिदिनु न त है 450 हालेर 400 मा गरिदिनु न होइन 450 भएछ 400 गरिदिनु न त्यसले 50 डिस्काउन्ट गर्नु नभन्नु खोजेको क्या त्यसै बेलुका गरौँ है त्यसै बेलुका आएर गरौँ न बेलुकासम्म हुन्छ नि हस् ल कति बजी आउँदा हुन्छ 6 बजी अगाडि कि 5 बजी पछाडि हस् कति बजी बन्द हुन्छ यो ए हस् ल त्यसो भए बेलुका आउँछु म 1 केजी त 100 भने अस्ति त भनिरहेछ कि ए लेखेर चाहिँ एबोभ फर लन्ड्री एबोभ 5 केजी रहेछ कि म त 1 केजीको नै 100 होला होइन अब केही छैन कम्ने चाहिँ पानी नभएर है उता चाहिँ पानीको कारणले पानी त्यहाँ गरम सरम किनेपछि चाहिँ आफैले भेन्छ अहिले मात्रै हो यतिलाई मात्रै हो हुन्छ अब मेरो ड्युटी सुरु भएपछि अफिस स्टार्ट भइसक्यो गेट सेट खोलेर साउन्डहरू रेडी पारेर चाहिँ म आइसकेँ यहाँ कपडा छोडिदिनको लागि बेलुका कपडा निकालेपछि भेटौँला बाई लन्ड्रीमा गएको कपडा धुनको लागि पुरै पानी आएर भिज्यो बिहान चढेको थिएँ अफिस नै ढिला भयो मेरो चस्मा पुरै भिज्यो मेरो ब्याग भिज्यो ल्यापटप निकालिहालौँ हिजो प्लास्टिकमा परेर चाहिँ पानी पर्छ भनेर सेफ रहेछ यति पनि पानी परे होइन ल ल्यापटप सेफ छ ओके माउस अन भएछ केही छैन एनी सेफ छ ल झऱ्यो अरू केही नि भिजेन भित्रको छाता यहीँ छ चस्मा एउटा म त पुरै भिजेँ यत्रो ठुलो पानी एकैजना बाइक स्टार्ट मात्रै गरेर पानी पर्दै थियो स्टार्ट गर्ने बित्तिकै त पानी त परेर निस्किने भेन्ने माथि झन् भनेर गयो लास्ट ठुलो पऱ्यो पानी त हाइट कपडा धुन गएको धुनै पर्ने भने आफै भिज्यो त्यहाँनिर त मिक्स भइदियो कि कपडै ल बिनाजुको त अब टेन्सन हुने हो त बिनाजुको लुगै भेटिँदैन अब हुन्छ लुगा धुन गएको है 5 केजी भन्दा पनि मुनारोकोलाई चाहिँ 120 रे 5 केजी मासतिरकोलाई चाहिँ 100 अरे के अनि मिक्स भइदियो त्यहाँ लुगा दुईजनाको मिक्स भयो त्यो लुगा अनि चिन्नै सक्यो मैले छोडिदिएर अहिले आउनु भने
8 बजीतिर 8:30 बजीतिर जान्छ खाना पकाएर गएर बिना चाहिँ आउँछ त्यतिखेर लिन नि जाने कपडा लिन नि जाने अब बिजे म कपडा चाहिँ सरसरी फेरिहाल्छु अनि कत्रो ठुलो पानी पऱ्यो है टैट सक्दैन मेरो चस्मा चाहिँ ल त्यही अब बिना जम हुन्छ नि अनि फेरि लन्ड्रीमा जानुपर्छ तपाईँसँग चाहिँ म खाना रेडी बनाएर ओरेर राखेर होइन अनि जान्छ है त ओके ल त्यही नै हो मेरो दुइटा लुगा लगेको भिनाजुको बन्दै नआएदेखि लगेको मिक्स लन्ड्रीमा त मिक्स हुँदैन भनेर लगेको लास्टमा मिक्स भइदिएर लुगा स्याट दरमै किन्नु पर्ने भयो दरम किनिदिन्छ त्यस्तो पाराले हुँदैन आज एक दिन मात्रै हो ड्रेस पनि चेन्ज गरेँ मैले हिजोअस्ति एउटै ड्रेस हुन्छ आज चाहिँ त्यो लुगा पनि धुन लाग्दैको अनि यो होइटवाला लाग्यो अब चाहिँ मसेरा बनाउँछ होइन अरू बनाउन टाइम छैन मसेरा बनाउँछु भात बसाल्छु बिनाजु कति आइपुग्नु हो अनि मैले चाहिँ लुगा सुकाउन राखिदिइसकेको छु यहीँ चिसो भएर लुगा प्यान्ट हेरेँ चिसो भयो लुगा लिन जानुपर्ने घर सब चिसो भएर त्यही ल्यापटप चाहिँ राखेको भएर यति पनि पानी परेको छैन त्यो चिसो भइसक्यो टेन्सन भइसक्यो कि दरमलाई गएर 700 पर्दा रहेछ अब त्यसले एक ठाउँमा 700 भनेको छ एक ठाउँमा 800 भनेको छ 700 वाला ठाउँमा जानुपर्छ पसल बन्द अब हात हुन्छ नि पानी लिएर आउनु मतलब दरम लिएर नि हामी घरमा म चाहिँ अब भात तर्कारी बनाउँछु त्यही हो अब लन्ड्रीमा भेट्छ ए उहाँ रहिसँग भएर यो होइन नि हाम्रो यो हो र होइन यो होइन ए आउनु भएको छैन उहाँहरू त्यही हो होला कपडाहरू मात्रै यो मान्छे क्या त्यही लिन आउँछ भन्दा थियो त 8 बजी 8:30 चेक गर्नु त्यही भएर त सिम त काम गर्नु भएन फर्स्ट इम्प्रेसन लास्ट इम्प्रेसन अनि तपाईँ त्यस्तो गर्नु भयो भने चाहिँ हामीले कसरी कपडा दिनुपर्छ कपडा छान्नु पर्ने हो ल छानु म त सबै लिएर जान्थेँ सबै लाने कुरा पनि हुनु नि त ढुक्का गर्नु लाने ट्याग लाउनु पर्यो क्या ट्याग अब के गर्नु छान्ने निकाल्नु न त्यसको निकाल्नु त लु आफै निकाल्नु त तपाईँ आफ्नो लुगा होइन त्यो नचाहिँदा निकालिदिनु न हजुर हाम्रो भिडियो छ कि सबै ट्राउजर सबै छ म त बाहिर कस्तो हुन्छ कि ट्याग लगाएर यस्तो ट्याग लगाएर नम्बरको भनेर आउँछ बाहिरको जस्तै निकाल्नु न होइन लुगा त्यो नचाहिने निकाल्दैन सबै निकाल्दैन हाम्रो जति छुट्टै राख्नु उतापट्टि तिम्रो हो होइन त्यो मान्छे अहिले आउँछु भने त फेरि तिमी किन आएको भयो बिचमा को मान्छे त्यो अर्को भाइ को भाइ चाहिँ हो नि कपडा किन्ने तिमी हो अघि आउने 8:30 बजे आउने होइन दाइ आइसक्नु भयो अनि त्यही भएर नि यो टाइम मिल्दैन नि त अनि त्यही भएर नि त हजुर ए हाम्रो भ्लग बनाइदिएर लुगा धोएको पहिलो त आएर त्यही पनि पहिले इम्प्रेसन लास्ट इम्प्रेसन भयो आइरन गरिरहनु छैन आइरन पुरै गरेर सेन्ट पनि हालेर सुँगुर त बाख्न आयो छैन केही छैन तपाईँ आफै हेर्नु आइरन गरेको कपडा यस्तो हुन्छ कता निचेर चाहिँ हुन्छ मलाई त केही पनि थाहा स्टाफ हो तिम्रो हो यो नै होइन मेरो त त्यो दुइटा हो तपाईँको ट्याक 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 छान्नु न छैन पनि हालेछ छैन तपाईँ हामी त्यति पनि गर्दैनौँ कि भ्लग बनाइरा भ्लग मैले बनाएर लाइक मार्दिनु है के छ त आइरन चाहिँ गरेछ नि पाइटमा कपडा त्यही आइरन गर्दैन त्यस्तै हो बाबु यस्तो कपडा धोयो त्यो त्यो घरमै धुन्छ नि कि यार हेर्नु न तपाईँ आफै त्यो त पिस गरेर 150 लिन्छ बाबु एउटैको देखेर जम्मै स्लिक्क बनाउँछ
एउटाको 150 दिन्छ 100 किलो होइन त्यस्तो हो भने त्यस्तो कपडा त्यस्तो अनुसार लिनुपर्छ कपडाहरू भोलि फेरि लिएर है बाबु 150 रुममा तरकारी सरकारी बनाएर ठिक्क पारेर राखेको ह्यान्डलुमै नचिनेर अब मिस्टेछ भनेर भिनाजुलाई कुर्न राखेको भिनाजुलाई आउँदाखेरि नि त्यत्तिकै भयो कि ल्याङ भइदियो एउटा मोरै हरायो अब पैसा दियो भएको नि छैन नि पैसा दिएन छैन पर्दैन दिनु भयो फ्रेन्ड भएको नि गएनको अब लन्ड्रीदेखि मन उठिसक्यो तर खास गरी थिएन के यार पानीको अभावले हो कि अब भर्खरै आएको छ पानी पनि छैन भनेर चाहिँ है गरम किनेर लानुपर्छ यसो तरिका लिएर जाने त्यहाँ जाने अहिले लिएर जाने गऱ्यो पसलले ल्याएर जाने नत्र अनि दिदी म कहाँ जाने मजाकतमा कहाँ जाने यस्तो यस्तो कुरा न दिदी पैसा तिर्दैन हामी सिधा कुरा हो पैसा दिनु कपडा किन छोड्ने हो र हामी दिदी कपडा दिने धुन दिएको कपडाहरू हाम्रो कलेक्ट भयो भनेपछि कसरी दिने हामी पैसा भेटाउनुहुन्छ तपाईँले होल्दैन कति बजी तपाईँ हुने बेलामा हामी टाइम दिँदैन नि त फेरि दिदी कस्तो एउटा कुरा कति कति खर्च भएको छ हाम्रो त्यो टी सर्ट बिग्रिँदाखेरि कति खर्च भयो यस्तो कुरा नि दिदी फेरि जिम्मेवार नम्बर दिनु न म कुरा यो कान्तिपुर वासिङ ड्राई कान्तिपुर वासिङ लन्ड्री एन्ड ड्राई क्लिनिङ छ नि नम्बर यो भयो होइन नम्बर नै राखिदिन्छु यस्तो लो क्वालिटीको चाहिँ भए नि कसम नम्बर यहीँ भयो होइन यो कान्तिपुर क्लिनिङ वासको लन्ड्रीको अनि यो कपडा म यसको चाहिँ बिफोर पहिलाको कस्तो यो कपडा थियो होइन त्यो नै हालिदिन्छु यतै साइडतिर हालिदिन्छु अनि अहिलेको धोएपछि चाहिँ यो है ल कान्तिपुर लन्ड्रीको होइन यो स्टिकर यो पुरै योवाला यस्तो थियो कि अब यो कहिले यो वासिङ मेसिनमा नहाले जस्तो कुरा गर्नुहुन्छ भयो क्या यहाँ चाहिँ पुरै यो साइडको यो पुरै टल्किने पनि छ पुरै फिक्का छ त्यो मात्र होइन यो भेस्टको पनि कलर नै गएको छ कि ल अब के भन्ने हो होइन कान्तिपुर ड्राई क्लिनिङलाई मेन कुरो यो धुने तरिकै भएन है अब भोलि एकचोटि भेट्नु पर्ला त्यो ड्राई क्लिनिङलाई गएर हामी त अब राम्रै हुन्छ भनेर अब काठमाडौँ आएको 1 हप्ता भयो घर जानु नभएको भनेर चाहिँ यहाँ कपडा धुन दिएको लास्टमा दगोदै भएछ यस्तो त थिएन नि डेमेज त यस्तो थिएन लायरबाट अहिले पठाइदिनु होला यतैतिर नै आउँछ होइन त्यो यो भेस्टको चाहिँ अगाडिको म हालिदिन्छु के गरे गर्ने त्यसको राम्रोसँग भोलि राम्रोसँग दिनु होला रुममा गएछ अनि मोजाको लुगाको भोलि म एउटा त्यसले मैले फोन गर्छु होला मजा अब युवाहरू गरेर रोएर जति छ यति लुगा भयो मोजा चाहिँ हरायो है एउटा मोजा हरायो मैले हतार भइरहेको थिएँ काममा जाने भएर अफिसमा जाने ढिला भएर चाहिँ नबनिकन भिडियो पनि नगरिकन गरिदिएँ क्या चाँडो होस् भनेर अनि यहाँ आएर चाहिँ छोडिदिने बेला भिडियो गरेको फेरि कम्प्लिट नै देखाएन त्यही हो अब भोलि अब एकचोटि उता भेटौँला कान्तिपुरमा भयो भने अब यहाँ के हुन्छ यहाँको चाहिँ अब पेमेन्ट गर्ने कि हेर्ने गरौँ कति भन्नुभयो 400 कति भयो होइन 400 कति हो गरिदिउँ यहाँ केही पनि कमजोरी छैन क्या यहाँबाट कमजोरी होइन डाइरेक्ट उताबाट कमजोरी भएको के हो अब यस्तो हुन्छ भने थाहा थिएन नि त
त्यही नि हो स्टार्ट के हानिहाल्नु ब्रेक लेख्नु पर्दैन भइगयो नि रेडी ल यहाँ खुट्टै डुब्यो यार तपाईँलाई यहाँ ल जाऊँ ल बिस्तारै पछाडि बिस्तारै हो नि भयो भयो ल बेकरी नै यही हो है हाम्रो कपडा धोएको ठाउँ चाहिँ अलि बिस्तारै गर्नु बोल्दै जानु पर्दैन मेरो पर्स झर्ला हो अब चाहिँ अबदेखि लन्ड्रीमा जो कहिले पनि लन्ड्रीमा के भन्छ अरे लुगा धुनुहुन्छ नि होइन त्यो चाहिँ पहिला बुझेर ओरेर कपडाहरू डिटेलले फोटो खिचेर ओरेर हुन्छ नि त त्यो सब डिटेल गरेर चाहिँ मात्र लन्ड्रीमा दिनु है कपडा न त हाम्रो जस्तै हालत हुन्छ अब यस्तो हुन्छ भने त थाहा थिएन हाम्रोमा चाहिँ पानीको कारणले हो क्या मेन पानी नभएर दरम किन के अनि अहिले किन्ने कि भोलि अहिले न त भोलि त पानी आउँछ नि त अनि यहाँ त ओ अरे कति ड्रमको उता जानु ड्रम कति दियो 700 म किन्छ किन्छ त अनलाइनबाट गर्ने कहाँ किन्नु ड्रम होइन उता होइन यता होइन नि त अनि हामी कहाँ जाने ए कसो घर जाने हाम्रो घर जानुबाट पनि बिर्स्यो क्या रिसले तिमी एक दिन आएको हौ त ठिक छ लेफ्ट लेफ्ट उता हो नि थाहा उता 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 अनि ड्रम किन्नु होइन ड्रममा पसल बन्द भयो के भयो 9 बजी सबै पसल बन्द भइसक्यो